के हुने यत्रो सहकारी ठगेर हिँडेको छ हामीले एक रुपियाँ नखाई जम्मा खुत्रुपेमा जम्मा गरेर राखेको पैसा जति नेताहरू आए पनि हामीले हात जोडेर एउटा पैसा मात्रै हाम्रो झिकाइदिनु न केही उपाय त गरिदिनु न भन्दा अहिले हात जोड्न आउनुहुन्छ तपाईहरु सत्तामा पुगिसकेपछि हामीहरु जाँदाखेरि चिन्दैन तपाईहरुलाई भेट्न जान हामीले चार ठाउँमा परमिसन लिएर जाँदाखेरि भेट्न जान पाउँदैन यसो गरौँ हजुरको गुनासो एकदमै जायज छ तपाईले अहिले जसलाई आरोप लगाउने राख्नु भएको छ उसलाई जबरजस्ती लगाएको आरोप हो त कसैलाई पनि लगाएको होइन तर जुन त्यत्रो नेताको घरमा यत्रो कोठामा चाहिँ पैसा टन्न चाङ पार्दाखेरि त्यही पैसा सहकारी पीडितलाई बाल्नुको सट्टा सहकारी पीडितहरूलाई चाहिँ एउटा तपाईहरुले एउटा गठन गरेर तपाईहरुको त थियो नि त्यतिखेर होइन हामी जम्मा 20 ठगिएका जनताको पैसा फिर्ता गर्ने पाटोमा हामीले उठाएको आवाज खेलेको भूमिकाबाट यहाँले सुनिदिनुपर्छ तर त्यो कसले ठगेको भन्ने कुरा यहाँले बुझिदिनुपर्छ मैले नै हो सदनमा नेपाली कांग्रेसको धनराज गुरुङले ठगेको 15 करोड पैसाको इनाम मिनाको त्यसमा छानबिन गरेको खोइ भनेर ठगेको